हामी चाहिँ प्रतिनिधि सभाको निर्वाचनको रिपोर्टिङमा हिँडिरहेका छौँ। अहिले चाहिँ देशैभरि चुनाव भइरहेको छ शान्तिपूर्ण अवस्थामा अहिलेसम्म। अब चाहिँ हामी माछापुछ्री गाउँपालिकामा हिँडिरहँदाखेरि चाहिँ हामी सदनमा पनि कुराकानी गर्दै हिँडिरहेका छौँ। जस्तो मैले अहिले चुनावमा भोट दिनुपर्ने होइन, अनि भोट दिन चाहिँ जान पाएन किनकि म यतै रिपोर्टिङमा बिजी भएँ, जान पाएन होइन। जस्तो अब साँच्चीकै जस्तो मत परिवर्तन गरौँ भन्ने भन्नुभयो जस्तै होइन, मत साँच्चीकै परिवर्तन भएर जसलाई चाहनु भएको हो नयाँ आउनुपर्छ भनेर जसलाई चाहनु भएको उहाँ आउनुभयो भने म चाहिँ विदेश जानु पर्दैन र म घरै बसेर मलाई पुग्छ। के छ यो के गर्नुहुन्छ उहाँहरूले चाहिँ खास त्यो म घरै बस्नुपर्ने वातावरण कसरी मिलाउनुहुन्छ अनि म विदेश नजानुपर्ने व्यवस्था चाहिँ एकैछिनमा कसरी मिलाउनुहुन्छ? अब कि उहाँहरूले अलि समय लाग्छ है, लाग्छ नि परिवर्तन गर्न भन्नुभयो भने त मेरो उमेर ढल्किसक्छ फेरि होइन, मैले कमाउनु पर्ने बेला ढल्किसक्छ। अब उहाँहरूले चाहिँ 5 वर्ष रुक न भन्नुभयो भने चाहिँ म अहिले 25 भयो भने पनि 30 वर्ष पुगिसक्छु होइन, 30 भयो भने 35 वर्ष पुगिसक्छु, 20 भयो भने 25 वर्ष पुगिसक्छु। म 5 वर्ष कुरेर बस्ने कि म विदेश जाने कि? अब उहाँहरूले मलाई विदेश जान रोक्नुहुने कारणहरू के छ होला? जस्तो अनि उहाँले चाहिँ के हुन्छ भने म घरै बसेर उहाँले सल्लाह बाटो बनाइदिनुहुन्छ अरे होइन, अनि म चाहिँ घरै बस्नुपर्ने। म स्याङ्जाबाट पोखरा जब गर्न आउन पनि कतिको मिल्छ अब होइन, पक्कै सुविधा भएछ मिल्यो नि त। ट्रेन सर कुद्यो भने त मिलिहाल्यो। ट्रेन कुदाइदिनु हुने हो कि म विदेश नजानु पर्ने, कस्तो हुनुपर्ने? यो पहिलो कुरा चाहिँ कुनै पनि मान्छे नयाँ पुरानो भन्ने हुँदैन, विकासको दीर्घकालीन मोडेल हुन्छ। तुरुन्तै कसैले जादुको छडी गरेर यसरी चुट्की मारेको भरमा चाहिँ परिवर्तन हुने भन्ने कुरा सम्भव छैन, त हुँदैन। र कसैले हामी आयौँ भने म आएँ भने सबै कुरा हुन्छ भन्छ भने त्यो असम्भव हो र चाहिँ यो कुनै पनि हिसाबले पत्याउन गाह्रो कुरा हो। 5 वर्षमा देश कायापलट हुन्छ यो होइन। देश कायापलट हुनलाई चाहिँ 5 वर्ष एउटा अवधि बन्न सक्छ, सुरुवात हुन सक्छ, केही गर्न सकिएला, उद्योग कारखानाहरू विकास गर्न सकिएला, तर त्यसको लागि त चाहिने बजेट हो नि त। बजेट हो। त्यो बजेट कहाँ ल्याउने त भन्दा अहिले त यो देश रेमिटेन्सबाट चलेको छ। जति विदेशमा गएर बसेका हाम्रा नेपाली दाजुभाइहरूले पठाएको रेमिटेन्सले देश धानिएको छ। देशको आफ्नो अर्थतन्त्र छैन, बलियो अर्थतन्त्र छैन। देश 80% कृषि प्रधान देश हो। कृषिमा कसैको न नयाँ न पुरानो कसैको चाहिँ दीर्घकालीन भिजन देखिँदैन। जबकि देश 80% कृषिमा परनिर्भर देश छ, अनि त्यो कृषिबाट उत्पादन भएको खानेकुराले 30%लाई खान पुग्दैन भने यहाँ यो चुट्कीको भरमा देश विकास हुन्छ, सरल बाटो बन्छ, एकदम ट्रेन चाहिँ द्रुत गतिमा दौडिहाल्छ, गाडी दौडाउनै पर्दैन, बाटो सरल हुन्छ, यो हुन्छ भने यो असम्भव कुरा हो। यो सम्भव छैन, हुँदैन। यसलाई चाहिँ बरु के चाहिँ हुन्छ भन्दा 5 वर्ष तपाईँ आफैले सही ढङ्गले मिहिनेत गर्नुभयो भने बरु तपाईँको जीवनमा अहिले भएको भन्दा ठुलो परिवर्तन हुन्छ। कानुन संशोधन गर्नुपर्छ होइन। धेरै कानुनमा सबैभन्दा बलियो कानुन भनेको नेपालको हो कि, तर पनि लागू चाहिँ त्यो हुँदैन। लागू गर्ने कसले? जनताले हो नि। कानुन खराब नेपालको हुँदै होइन। नेपालमा लुट्न पाइन्न भन्ने कानुन छँदैछ, ठग्न पाइन्न भन्ने कानुन छँदैछ, अपहेलना गर्न पाइन्न भन्ने छँदैछ, तर त्यसलाई दुरुपयोग गरिएको छ, व्यक्तिवादी हैकम हावी गरिएको छ। यहाँनिर समस्या हो हैन, झन् बढी भइरहेछ यो। अब नयाँ आउनेहरू भन्नेहरूले पनि गर्ने त्यही नै हो। त्यो त यो त्यही पनि अब जसले जित्नुहुन्छ शुभकामना, देशलाई चाहिँ राम्रो गराउनु होला होइन। तपाईँको अहिलेको भन्दा पनि अब बेस्ट गराउँछु भनेर आउँदै हुनुहुन्छ होइन देशमा, जो निर्वाचित भएर आउनुहुन्छ उहाँहरूलाई शुभकामना।